आज हामी प्यान्क्रियासले बनाउने इन्सुलिन हर्मोनको बारेमा बुझौँ। इन्सुलिन प्यान्क्रियासको बिटा सेलले बनाउने एक हर्मोन हो। यसको मुख्य काम रगतमा रहेको ग्लुकोजको मात्रा नियन्त्रण गर्नु हो। जब हामी खाना खान्छौँ, विशेष गरी कार्बोहाइड्रेट युक्त खाना जस्तै भात, रोटी वा चिनी भएको खाना खान्छौँ, हाम्रो शरीरले कार्बोहाइड्रेटको डाइजेसन अर्थात् ब्रेकडाउन गरेर ग्लुकोज बनाउँछ। यसरी बनेको ग्लुकोज रगतमा प्रवेश गर्छ र रगतमा चिनीको मात्रा बढ्छ। रगतमा चिनीको मात्रा बढेपछि रगतमा चिनीको मात्रा बढेको प्यान्क्रियाजले थाहा पाउँछ र प्यान्क्रियाजमा बनेको इन्सुलिन रगतमा छोड्छ। अब यो इन्सुलिन शरीरभरि रगतसँगै फैलिन्छ र कोषको रिसेप्टरमा टाँसिन्छ। इन्सुलिनले सेलमा ग्लुकोज प्रवेश गर्न मद्दत गर्छ। अब ग्लुकोज सेलभित्र जान्छ। यसरी सेलभित्र गएको ग्लुकोज तुरुन्तै इनर्जीको रूपमा प्रयोग हुन्छ। बढी भएको ग्लुकोज लिभर अर्थात् कलेजोमा ग्लाइकोजेनको रूपमा भण्डारण हुन्छ र अतिरिक्त ग्लुकोज फ्याट सेलमा फ्याटको रूपमा भण्डारण हुन्छ, जसले गर्दा रगतमा चिनीको मात्रा बढ्न पाउँदैन। यसरी इन्सुलिनले रगतको चिनीलाई सामान्य स्तरमा राख्छ र शरीरलाई आवश्यक इनर्जी प्रदान गर्छ। यदि प्यान्क्रियाजमा प्रोब्लम आयो अर्थात् प्यान्क्रियाजले इन्सुलिन बनाउन सकेन भने ग्लुकोज रगतमै रहन्छ र रगतमा सुगरको मात्रा बढ्छ। यस्तो अवस्थालाई टाइप 1 डायबिटिज मेलाइटस भनिन्छ र इन्सुलिन त छ तर शरीरले युटिलाइज अर्थात् इन्सुलिनको प्रयोग गर्न सकेन वा इन्सुलिन रेजिस्टेन्स भयो भने रगतमा चिनी नियन्त्रण बाहिर जान्छ। यो अवस्थालाई टाइप 2 डायबिटिज भनिन्छ। अब तपाईहरूले इन्सुलिनले कसरी सुगर नियन्त्रण गर्छ भन्ने कुरा बुझ्नुभयो होला। अर्को भिडियोमा हामी मधुमेह रोग सम्बन्धी डिटेल रूपमा भिडियो बनाउँदैछौँ। च्यानल सब्स्क्राइब गरी जोडिनुहोला।